हेलो एभ्रिवान, वेलकम छ मेरो बुढीको च्यानलमा। आज अन्तर्राष्ट्रिय योग दिवस 2025। योगको टाइम थियो 7:30 बजेको, तर हामी 6:30 बजे पुग्दाखेरि पनि एकदमै भिडभाड हराभरा भएर पुरै जति पनि म्याटहरू बिछाएको थियो पुरै हाउसफुल भइसकेको थियो। तर मेरो बुढीले चाहिँ आफ्नो साथीलाई भेटाएर, साथीले बोलाएर साथीसँग गएर म्याट बिछाउन पाइयो र घुम्दा घुम्दै यहाँ आफ्नो समाजको अङ्कलहरू मामाहरूसँग भेटघाट भइयो र यसरी नै बुढीको भिडियो बनाउँदै घुम्दै फिर्दै योग दिवस पनि मनाइयो। ल योगा गर्नलाई ल आज फुल योगा गर्ने है त। योगा चाहिँ धुमधाम होला आज। सन् 2014 मा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूले संयुक्त राष्ट्र सङ्घको महासभामा अन्तर्राष्ट्रिय योग दिवसको प्रस्ताव राख्नुभयो, जसलाई 11 डिसेम्बर 2025 मा पारित गरियो। 21 जुन 2015 देखि विश्वभरि अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरिएको छ। आज 21 जुन 2025 भारतीय राजदूतावास काठमाडौँको आयोजनामा पोखरा रङ्गशालामा 11औं अन्तर्राष्ट्रिय योग दिवस 2025 को एक पृथ्वी एक स्वास्थ्यको लागि योग भन्ने मूल नाराका साथ आयोजना गरिएको यस योग दिवसमा हामी जम्का भएका छौँ। पोखरा में ये मनाने का एक महत्वपूर्ण कारण ये भी है कि पोखरा इतनी रमणीय जगह है। यहाँ पे योग करना अपने आप में इस थीम के अनुरूप है। हमारा पोखरा शहर के साथ मिलकर ये कार्यक्रम करने का दूसरा उद्देश्य ये भी था कि भारत में, वैसे तो पोखरा के बारे में लोग जानते हैं, भारत से काफ़ी पर्यटक पोखरा आते हैं, पोखरा से आगे भी जाते हैं, पर योग के माध्यम से जितना और बढ़ोतरी हो सके पर्यटन में, उसका हमारा प्रयास था। और मुझे ये देखकर खुशी है कि दिन ब दिन भारतीय पर्यटक ज़्यादा से ज़्यादा संख्या में पोखरा आ। राजदूत महामहिम नवीन श्रीवास्तवज्यू, समारोहका प्रमुख अतिथि, हाम्रो गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री, हजारौं वर्ष अगाडिदेखिबाट सुरुवात भएको योगलाई हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसलाई बढाउँदै आफ्नो कल्चरलाई अगाडि बढाउन जरुरी छ। पलेटी हात बाँधेको जसरी क्रस लेगमा बस्नेछौँ, ढाड कम्मरलाई सिधा राखौँ। जब हामी बस्छौँ तब हाम्रो ढाड थोरै उब्रिएको महसुस हुन्छ। हामीले आफ्नो मेरुदण्डलाई सिधा राखौँ। दुवै हातलाई ज्ञान मुद्रा राख्नेछ, त्यही देखिने योगी पुरुष रहनेछ भनेर भगवत गीतामा हामीलाई सम्झाउनु भएको छ। यो एक योगको चरम अवस्था हो। र अब हामी फेरि बिस्तारै कम्मरलाई अपोजिट विपरीत दिशामा दायाँ हुँदै बायाँ स्वस्थ राख्छ। अब हजुरले बिस्तारै एउटा गोडालाई कति सकिन्छ यति मात्रै उठाउँ, एउटा गोडाको माध्यमले टेक्ने प्रयास गरौँ। सकिन्छ, स्थिर रहन सकिन्छ, स्थिर रहन सिकौँ। एकैछिन हामी अगाडि कुनै एक बिन्दुमा एक टक लगाएर हामीले अगाडि हेर्नेछौँ। आँखालाई नझिम्काइकन, यसले हाम्रो चञ्चल मनलाई स्थिर राख्नको लागि सहयोग गर्छ। र बिस्तारै दुवै हातलाई अड्केला माथि। अहिले हामीले यो वृक्ष आसन गरिरहेको छैनौँ, लगभग उस्तै हो। धेरै राम्रो देखिरहेको छ। र बिस्तारै श्वास छोड्दै दुवै हातलाई अगाडि छातीतर्फ लिएर आउँछौँ र हातलाई हाम्रो बुढो आज योगामा मस्त हुनुहुन्छ।
र बिस्तारै आफ्नो ध्यानलाई हाम्रो पोखराको वरिपरिको चार भन्ज्याङतर्फ हाम्रो ध्यानलाई केन्द्रित गर्दैछौँ। चारै दिशामा अग्ला अग्ला पहाड छन्, हरियाली पहाड, अग्ला अग्ला पहाडको बिचमा सेता हिमालहरू टल्किरहेका छन्, जुन विश्वको अग्लो शिखरहरूमध्ये एक हो। अन्नपूर्ण, धौलागिरी, माछापुच्छा। पुष्पा अगाडि छ पुष्पा। हाम्रो योगा अब यही हो। निधार, टाउको, कान, गाला, गर्दन, कुम, पाखुरा हुँदै हाम्रो छाती, हाम्रो शरीरको पछिल्लो भाग, कम्मर, हाम्रो हिप, दुवैतिरा गोडा। हेलो हेलो साहब, दुईजनाको भिडियोमा भेट्ने हो। ह्याप्पी एकादशी दिवस। ह्याप्पी एकादशी दिवस। पुनः श्वास। हेलो, यता सचिन भिडियो फोटो। रेडी 1 2। यस्तो विराट आश्वस्त भइदिएदेखि, सबैलाई मैले समेट्न सक्ने भइदिएदेखि मेरो जीवन, मेरो जन्म सार्थक रहनेछ। यही महसुस हुन्छ। बिस्तारै हातलाई श्वास छोड्दै दायाँ बायाँ हुँदै हातलाई इन्फेक्सन, त्यो समस्यालाई पनि दूर गर्न सकिन्छ। यसलाई हाम्रो यात्रा टाढा छ भनेर सोचेर यो घोडालाई जमिनबाट तल मात्र ढाड कम्मरलाई सिधा राख्दै लामो र गहिरो श्वास 4 3 दूर गर्छ। लामो र गहिरो श्वास। आँखा बन्द पनि गर्न सक्नुहुनेछ। होइन जसको आँखा बन्द गर्दाखेरि समस्या छ, आँखा खोल्ला गरेर यो विराट आकाशमा हजुरले आफूलाई। विजय भाइ आएन? विजय भाइ जेठी निसिम थापा प्याराग्लाइडिङमा शहीद भएको। पार्किङ भिडभाड हो मान्छेको। सो मेनी। पछाडि जमिनमा हजुरले आफ्नो ढिकीलाई सपोर्ट दिन सक्नुहुनेछ दुवै हातले। यो ताकि हाम्रो मांसपेशीहरू सुरक्षित रहोस्, हाम्रो यो पिँडाउलाको मासुहरूलाई पनि अथवा त्यहाँको भएको रक्त सञ्चारलाई सुचारू रूपले सञ्चालन गर्नको लागि बिस्तारै हामी आफ्नो घुँडालाई जमिनबाट नउठाउने, कुर्कुचाला मात्रै तलमाथि। जस्तो हामी गाउँघरमा ढिकी कुर्दैखेरि, ढिकी चलाउँदाखेरि घुँडामा श्वास छोड्दै बायाँतर्फ एवं जति सकिन्छ पछाडि श्वास छोड्दै अगाडि। हरेक क्रियालाई हामी 3 पटक दोहोऱ्याउँ। श्वास लिँदै अगाडि र बिस्तारै पछाडितर्फ। पुनः एकचोटि श्वास छोड्दै अगाडि। कानले घुमतर्फ छुने प्रयास गर्नेछौँ। 3 पटक हामी यसको अभ्यास गर्नेछौँ। अनि हामी दुवै घुँडालाई फैलाउनेछौँ र घोडाको बुढी औँलालाई छुनेछौँ र आफ्नो क्षमता अनुसारले घुँडालाई फैलाउनु होला र बिस्तारै श्वास लिँदै लिँदै अगाडितर्फ हजुरले दुवै हातलाई हिपलाई नउठाइकन शरीरलाई र दायाँ घोडा बायाँ घोडा दण्ड आसनमा। तब त्यो तापलाई हामीले आफ्नो निधार आँखा, टाउको, गाला हुँदै गर्दन, पाखुरा
खुराको छाती हाम्रो शरीरको पछिल्लो भाग तिघ्रा खुरा र पैतालासम्म प्रसारण गर्दै आँखालाई हत्केलामा हेर्दै बिस्तारै आँखालाई खोल्नेछौँ प्रसन्न भावमा र सम्पूर्णलाई नमस्कार नमस्कार ल ह्यापी योगा दिवस ल ल ल तपाईँ त चाँडै आउनु भएको छ त हो ए नमस्ते हो घामले फुल्यो है ल अब हाम्रो लमजुङ समाजको चाहिँ मामा र फुबुले मात्रै भेटाउनु भएको रहेछ म्याट ल खुसी लाग्यो आज यहाँ उपस्थित हुनुभएका गण्डकी प्रदेश सरकारका प्रमुखज्यू भारतीय राजदूतावासका महामहिमज्यू ल पोखरा महानगरपालिकाका मेयरसाहबज्यू काकाहरू छामाहरूले प्रमुखज्यूहरू भेटाउनु भएछ ल मिडिया पर्सन्सज्यूहरू र सम्पूर्ण विद्यालय भाइ बहिनीहरू विभिन्न सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू सबैजनालाई हो आमा ल बधाई छ ल है यही भित्र